नमस्कार, स्वागत छ तपाईलाई द ट्रेडिङ रुममा। आजको भिडियोमा हामी एपेक्स हस्पिटालिटी लिमिटेडको सार्वजनिक आईपीओ निष्कासन गर्न लागेको ताजा जानकारी, लगानीका रणनीति र कम्पनी विश्लेषणबारे चर्चा गर्नेछौँ। यदि तपाईँ नेपाल स्टक मार्केटमा लगानी गर्दै हुनुहुन्छ वा बजारका बारेमा जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। हामी नियमित रूपमा बजार अपडेट, लगानी टिप्स र विश्लेषणहरू प्रदान गर्नेछौँ। एपेक्स हस्पिटालिटी लिमिटेड अगस्त 11, 2017 मा स्थापना भएको हो। कम्पनीले करिब 43,460 वर्गफिट क्षेत्रफलमा फैलिएको 6 तले व्यावसायिक भवनको स्वामित्व राख्छ, जसमा क्यूएफएक्स मुभिज ब्रान्ड अन्तर्गत फ्रेन्चाइजमा सञ्चालित 2 सिनेमा थिएटर समावेश छन्। सेप्टेम्बर 2024 मा एपेक्सले आफ्नो प्रस्तावित 2 तारे होटलको व्यावसायिक सञ्चालन सुरु गर्यो, जसमा 34 कोठाहरू छन्। होटलको ब्रान्डिङ, व्यवस्थापन र सञ्चालनका लागि सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीसँग 5 वर्षको सम्झौता गरिएको छ। कम्पनीको अधिकृत पुँजी 60 करोड रुपियाँ रहेको छ। सार्थी इक्विटी फन्डले एपेक्स हस्पिटालिटीमा 40% लगानी गरेको छ। आर्थिक वर्ष 2024 मा एपेक्स हस्पिटालिटीले 2 करोड 10 लाख रुपियाँ बराबरको आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा 40%ले वृद्धि भएको हो। एपेक्स हस्पिटालिटी लिमिटेडले सर्वसाधारणलाई शेयर आईपीओ निष्कासन गर्ने प्रक्रियामा छ। यस प्रयोजनका लागि कम्पनीले 2080 साल आश्विन 12 मा नेपाल धितोपत्र बोर्ड सेबोनमा आवेदन पेश गरेको छ। नियामक निकाय सेबोनबाट स्वीकृति पाएपछि मात्र कम्पनीले सर्वसाधारणलाई शेयर बेच्न सक्छ। सेबोनबाट स्वीकृत भएमा कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओमा 24 लाख शेयर बेच्नेछ। 100 रुपियाँको मूल्यमा कुल सार्वजनिक निष्कासन रकम 24 करोड रुपियाँ बराबर हुनेछ। पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा भएका नेपालीहरूलाई शेयर बेच्नेछ। त्यस्तै दोस्रो चरणमा कम्पनीले कम्पनीका कर्मचारीहरू र म्युचुअल फन्ड योजनाहरू सहित सर्वसाधारणलाई शेयर फ्लोट गर्नेछ। कम्पनीले हिमालयन क्यापिटल लिमिटेडलाई आईपीओको लागि निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ। यस सम्बन्धमा कम्पनी र हिमालयन क्यापिटल लिमिटेड बीच सार्वजनिक निष्कासनको लागि सम्झौता भएको छ। क्रेडिट मूल्याङ्कनको सन्दर्भमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले एपेक्स हस्पिटालिटी लिमिटेडलाई IRNB+ को जारीकर्ता मूल्याङ्कन तोकेको छ, जसले समयमै वित्तीय दायित्वहरूको सम्बन्धमा पूर्वनिर्धारितताको अपेक्षाकृत उच्च जोखिमलाई जनाउँछ भने ICRA नेपालबाट क्रेडिट रेटिङको बारेमा कुनै जानकारी उपलब्ध छैन। हस्त साथीहरू, आजको लागि यति नै। आशा छ तपाईलाई यो जानकारी उपयोगी भएको छ। यदि तपाईलाई यो भिडियो मन परेको छ भने कृपया लाइक र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। साथै तपाईका विचार र प्रश्नहरू कमेन्टमा लेख्नुहोस्, हामी तपाईलाई जवाफ दिनेछौँ। अर्को भिडियोमा तपाईलाई नेपाल स्टक मार्केटका नयाँ अपडेट र लगानीका रणनीतिहरूसँग पुनः भेट्नेछौँ। तबसम्म सुरक्षित रहनुहोस् र सधैँ लगानीमा स्मार्ट हुनुहोस्। धन्यवाद।